यो दुईतिरबाट आउने खोलाहरू यहाँ तल पुगेपछि चाहिँ मिल्छन्। त्यस पछाडि चाहिँ उताको सङ्खुवा खोला र यो सिमसुवा खोला मिलेर ठुलो सङ्खुवा खोला बन्छ र यसमा ठुलो हाइड्रो पावर बन्दैछ, जुन चाहिँ हेलुवा बेसीको वारिपट्टि सालपा सिलिचोक भोजपुरतिर चाहिँ हाइड्रो पावर बनिएको रहेछ। एउटा पुल बनेको रहेछ अनि निकै राहत दिएको छ। यो माथिबाट बग्दो रहेछ। हामी यो खोलै खोला हाइड्रोले बनाएको बाटो हुँदै आयौँ। करिब हामी लगभग 2 घन्टा झन्डै लाग्यो यो खोला हिँड्नलाई। अहिले हामी पुगिपऱ्यौँ यता पारी। अब चाहिँ हामी फेरि यो सङ्खुवा सभातिर आइपुगेका छौँ। अब हामी यहाँ सङ्खुवा सभा तर्यौँ। जानुपर्ने यहाँ माथि भन्ने कुरा छ, तर बाटो कस्तो छ थाहा छैन। यो चाहिँ सिसुवा खोला र सङ्खुवा खोला यो माथिबाट आउनेको छ। के छ भन्दाखेरि केही पनि छैन होइन। बाटो चाहिँ हाइड्रोले बनाइदिएको रहेछ। निकै गाह्रो, कल्पना पनि गर्न सक्छ। यो डाँडा माथि केही पनि छैन। यहाँ कति माथि ठाउँमा अलि राम्रो मान्छे बसेको छ।